कहिले सोच्नुभएको छ किन केही मान्छेहरूले सजिलै पैसा कमाउँछन् तर कोही चाहिँ सधैँ सङ्घर्ष मात्रै गर्छन्? जवाफ खासमा ब्याङ्क ब्यालेन्समा होइन, हाम्रो दिमागमा लुकेको हुन्छ। आज हामी यही दिगो सम्पत्ति बनाउने मनोविज्ञानको रहस्य खोल्नेछौँ। अब हेर्नुहोस् न, हामीलाई सधैँ के सिकाइन्छ? राम्रो बजेट बनाऊ, सही ठाउँमा लगानी गर अनि सफल भइन्छ। तर साँचो कुरा त त्योभन्दा अलि फरक छ, होइन र? कतिपय एकदमै चलाख मान्छेहरू जसको वित्तीय योजना पनि टपको हुन्छ, उनीहरू पनि आर्थिक रूपमा सङ्घर्ष गरिरहेका हुन्छन्। यस्तो किन हुन्छ त? ल, आज यही रहस्यको बारेमा कुरा गरौँ। कुरा के हो भने समस्या योजनामा छँदै छैन। समस्या त हाम्रो आफ्नै मनोविज्ञानमा छ। खास लडाई बजारसँग होइन, आफैसँग हो। हाम्रो डरसँग, हाम्रो लोभसँग अनि पैसालाई लिएर हामीले गर्ने व्यवहारसँग। र वास्तविक परिवर्तन सुरु हुने पनि ठिक यहीँबाट हो। यो भनाइले त पुरै कुरालाई छर्लङ्गै पार्छ। धन भनेको नम्बरको मात्रै खेल होइन, यो त मानसिकताको खेल हो। जबसम्म हाम्रो भित्री संसार मतलब हाम्रो सोच बलियो हुँदैन, बाहिर जतिसुकै राम्रो वित्तीय योजना बनाए पनि त्यो त बालुवाको घर जस्तै त हो नि, जुनसुकै बेला भत्किन सक्छ। ल, अब पहिलो रहस्यतिर लागौँ। दिगो धनको पहिलो रहस्य हो पर्याप्तको कलामा पोख्त हुनु। यो केवल सन्तुष्ट हुने कुरा मात्रै होइन है, यो त त्यो कहिल्यै नसकिने दौडबाट आफूलाई बचाउने एउटा एकदमै शक्तिशाली हतियार हो। यस्तो कहिले भएको छ? एउटा लक्ष्य पूरा भयो, तर खुसी हुनुको साटो मनमा फेरि अर्को अझ ठूलो लक्ष्य आइहाल्छ। हो, यो कहिल्यै अन्त्य नहुने दौड हो र पर्याप्तको शक्तिले हामीलाई ठिक यही पासोबाट बाहिर निकाल्न मद्दत गर्छ। जब हामीलाई कहाँनिर रोकिने भन्ने नै थाहा हुँदैन, हामी तीनवटा खतरनाक खाडलमा फस्न सक्छौँ। पहिलो, जति कमाइएको छ नि त्यो पनि अझ धेरैको लोभमा अनावश्यक जोखिम लिएर गुम्न सक्छ। दोस्रो, पैसा त हुन्छ तर मनमा कहिल्यै शान्ति वा खुसी हुँदैन। र तेस्रो, बजार अलिकति तल झर्ने बित्तिकै आत्तिएर सबै बेचिन्छ अनि जीवनभरको कमाई स्वाहा। अब यो स्लाइडमा हेर्नुहोस् त, यहाँ दुई फरक संसार देखाइएको छ। एकातिर छ त्यो अझ धेरैको लागि हुने अनन्त दौड। यो दौड केले चलाउँछ? अरूको देखासिकी र केही छुट्छ कि भन्ने डरले, जसलाई फोमो पनि भनिन्छ। अनि अर्कोतिर छ पर्याप्तको एकदमै शान्त र शक्तिशाली संसार। यसले हामीलाई सही निर्णय लिन, जोखिमबाट बच्न र साँच्चीकै आर्थिक स्वतन्त्रताको अनुभव गर्न मद्दत गर्छ। ल, अब दोस्रो स्तम्भको कुरा गरौँ, निरन्तरता। हेर्नुहोस्, वित्तीय सफलता भनेको 100 मिटरको दौड जस्तो होइन, यो त एउटा म्याराथन हो। यहाँ को छिटो दौडियो भन्नेले फरक पार्दैन, कसले लामो समयसम्म दौडिरह्यो भन्नेले जित्छ। यो तालिकालाई